Hey guys, welcome back to my channel. आज चाहिँ हामी यहाँ चाउमिन पकाउन जाँदैछौँ। अनि यहाँ चाउमिनको लागि आलु, गोलभेडा, धनिया, मिट मसला, प्याज, हाम्रो चाहिँ यहाँ खोर्सानी सबै रेडी छ है गाइज। गाइज हाम्रोमा चाहिँ फ्राइङ प्यान नभएर हामीले कराईमा बनाएको है। अब हालौँ प्याज। So यसलाई चाहिँ हामी अलि रातो पारेर बनाउँछौँ। यो चाहिँ टमाटर हो, एकदमै रातो छ र लोकल पनि हो। बनाउँदै छ। मिट मसला हो है, मिक्स मसला हो। अघिको भन्दा गाइजहरु रातो रातो भइसक्यो गोलभेडा। नुन पनि हाले है गाइज। ल गाइज अब चाहिँ चाउमिन हाल्यो है। अब चाहिँ चाउमिन हालिसके। आलु, पोट्याटो, कलर, गाइजहरु हामीले यी कलर पनि हालिसकेको छ, ओरेन्ज कलर। एकदम यसले चाहिँ राम्रो गर्छ चाउमिनको लागि। Oh my god, this is so spicy. अहिले धेरै राम्रो भइरहेको छ। ओहो, गाइजहरु धेरै राम्रो भएको छ।